आज म तपाईहरुलाई यो कार्ड किन्दाखेरि ध्यान दिनुपर्ने कुराहरू सिकाउन आएको। जनरली हामीले क्यामेरामा त इन्भेस्ट गरिहाल्छौँ, राम्रै पैसा पर्छ, लेन्समा पनि राम्रै पैसा पर्छ। तर यो कार्ड किन्दाखेरि सस्तो किन्छौँ अनि आफूले 4K रेकर्डिङ गर्नु पर्यो भने बन्द हुन्छ। कहिलेकाहीँ 4K रेकर्डिङ गर्न मान्दैन, स्लो मोसन खिच्न मिल्दैन, कहिले आधीमै अड्किन्छ, कहिले त्यो भएका चिजहरू उड्दिन्छ हैन, इन्फर्मेसन्सहरू उड्दिन्छ। अनि के चिजमा ध्यान दिने त भन्ने कुरा याद हुन्न। त्यसैले यहाँ त्यो किन्दाखेरि कार्ड किन्दाखेरि चाहिँ यहीँनिर भएका चिजहरू याद गर्दा हुन्छ। अब कतिपय मसँग चाहिँ सस्तो कार्डहरूको सिरिज नै छ यहाँ हातमा हैन। जस्तो यहाँनिर एउटा कार्ड लिएँ मैले यहाँ। यो कार्डमा लेखेको छ 45 Mbps भनेर। यो चाहिँ यो कार्डको स्पिडको कुरा गरेको। यो कार्डको दुईटा स्पिड हुन्छ, एउटा रिडिङ स्पिड र एउटा राइटिङ स्पिड, रेकर्ड गर्ने स्पिड र त्यसबाट फाइल ट्रान्सफर गर्न या हेर्न एक्सेस गर्ने स्पिड भन्न खोजे हो। जेनरली यहाँ लेखेको छ अर्को U10 अनि अर्को क्लास 10 लेखेको छ। यो जेनरली 45 Mbps भनेको अलि स्लो कार्ड हो। यो भनेको चाहिँ तपाईको फुल एचडी सम्मलाई खिच्नलाई त ठिकै छ, तर 4K खिच्नु पर्यो भने यसले सम्भव हुँदैन, तपाईलाई गाह्रो हुन्छ। अर्को U10 लेखेको छ, यसले पनि अलमोस्ट क्लास 10 बराबरको अथवा 10 Mbps बराबरको सम्म रिजल्ट चाहिँ यसले ग्यारेन्टी गर्छ। त्योभन्दा माथि जान सक्दैन। क्लास 10 ले पनि 10 Mbps सम्मको गर्छ भने हुन्छ। सो यस्तो कार्ड 45 Mbps यस्तो लेखेको कार्ड किन्दाखेरि चाहिँ तपाईले याद गर्नुलाई यो स्लो हुन्छ। अर्को यहाँनिर छ मसँग 100